सन्तानौं वार्षिक उत्सवका सभापति महोदय, विशेष अतिथि, प्रमुख अतिथि, विद्यालय व्यवसाय समितिका पदाधिकारीज्यूहरू, शिक्षा अभिभावक सङ्घका पदाधिकारीज्यूहरू, श्रद्धेय गुरु महेन्द्र कार्कीज्यू, प्रहरी चौकी इन्चार्जज्यू, आदरणीय अभिभावकज्यूहरू, मेरा सहकर्मी मित्रहरू, यस विद्यालयलाई उन्नति प्रगतिको लागि अहोरात्र रूपमा खटिरहनु हुने मित्रहरू, अक्षय कोष दादाज्यूहरू र मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, मेरा सहकर्मी शिक्षक शिक्षक मित्रहरूले जुन किसिमको पहल कदमी गर्नुभएको छ मेरो तर्फबाट र विद्यालयको तर्फबाट मुरीमुरी धन्यवाद टक्राउन चाहन्छु। उत्सव समारोह अभिभावक दिवस 2082 श्री उद्घाटन गर्दै हुनुहुन्छ। आजका प्रमुख अतिथि यस वडाका वडा अध्यक्ष श्री सञ्जल राईज्यूबाट उद्घाटन भइरहेको छ। हाम्रो आजको कार्यक्रमको उद्घाटन पनि प्रमुख अतिथिज्यूबाट भइसकेको छ। शिक्षाको ज्योति पहिलोचोटि हामीले क ख र एबिसिडी सिकेको हाम्रो एउटा पहिलो शिक्षाको ज्योति हाम्रो साझा घर जनसेवा अहिले मावि अहिले त +2 भएको छ। यो भवन हामीले यसलाई कुनै पनि समयमा बिर्सन सक्दैनौँ। हाम्रो मन मुटु यही स्कुलसँग जोडिएको छ। भलै हामी टाढा छौँ तर हामी आत्मादेखि सधैँ यो स्कुलसँग यो विद्यालयसँग जोडिएर रहेका छौँ। हामी हर हमेसा यो विद्यालयको उन्नति समुन्नति प्रगतिमा हामी कामना गर्छौँ। त्यो भएको भएर स्कुलमा पढाउने जति पनि हाम्रो शिक्षक शिक्षिका सर मेम्बर हुनुहुन्छ उहाँहरूको प्रोत्साहनको निम्ति भनेर हामीले सानो एउटा प्रयास पनि गरेको हो। यसलाई ठुलो हामीले गर्न सकेको छैनौँ। भविष्यमा यो रहनेछ, हाम्रो प्रयास रहनेछ। आज हामीले यो 2079 सालदेखि यो सुरु गरी स्थापना गरेको थियौँ र त्यसपछि यसमा यो अक्षयकोषको नाममा बढ्ने क्रम जारी छ। खुसी लागेको छ। म अझै पनि यस मञ्चबाट सम्पूर्ण यदि मेरो यो आवाज सुनिराख्नु भएको जति पनि असङ्ख्य हाम्रो साथी भाइहरू हुनुहुन्छ, जति पनि व्यापारी व्यवसायी हुनुहुन्छ, जति पनि हाम्रो जति पनि भूतपूर्व विद्यार्थी साथीहरू जो जति हुनुहुन्छ, तपाईँहरूले पनि यदि मेरो यो आवाज सुनिराख्नु भएको छ भने यो कुरालाई तपाईँले निरन्तरता दिनुहोस्।
कुनै न कुनै किसिमले हामीले यो विद्यालयलाई सहयोग गर्नुपर्छ। कसैले आर्थिक रूपमा गर्नुपर्छ, कसैले भौतिक रूपमा, कसैले शैक्षिक रूपमा गर्नुभएको छ। यहाँ जति पनि यस्तो अवस्थामा रहेर पनि तपाईँले यसरी हिजो 20 साल पछि अगाडिदेखि देखेको दाजुहरू सरहरू यहाँ हुनुहुन्छ, यो स्टेजमा अहिले बस्नु भएको छ। यो लामो इतिहास बोकेको हाम्रो विद्यालय हो। त्यो भएको भएर तपाईँले यो विद्यालयसँग कुनै न कुनै किसिमले तपाईँले जोडिनुहोस्। तपाईँले यहाँ कुनै न कुनै शिक्षकको अक्षर कोषहरू खराब गरिदिनुहोस्। यसको राशि रु 7,000 रहेको छ, जम्मै 7,000। यस विद्यालयलाई यहाँसम्म ल्याउनको लागि राष्ट्रपति हुने सम्पूर्ण विगत व्यक्तित्वहरू र वार्षिक उत्सव समारोहलाई अवलोकन गर्न उचित र वार्षिक उत्सवमा अभिभावकको रूपमा उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरूलाई मेरो र उहाँको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। 57औं वार्षिक उत्सव समारोह मनाउँदै गर्दा यो विद्यालयको निकै लामो यात्रा तयार गरेको हामी पक्कै पनि महसुस गरि नै रहेका छौँ। मैले यो ध्यानमा उठेर भन्नुपर्ने त्यति धेरै कुराहरू छैन। यो म जे भन्छु त्यो तपाईँहरूलाई सर्व दिँदै छ र पनि यस स्टेजमा उठे पछाडि केही कुराहरू बोल्नु नै पर्ने हुन्छ। त्यसैले म छोटोमा केही कुराहरू बोल्न चाहन्छु। म यस विद्यालयमा पढिरहँदा देखि अहिलेसम्म धेरै आरोह अवरोह यो विद्यालयले भोगेको छ र धेरै सङ्घर्ष गरेको छ। केही सङ्घर्ष अत्यन्तै कठिन छ र केही सङ्घर्षहरूको प्रतिफल अत्यन्तै मिठो पनि रहेको छ।